Namaste सबैलाई, वेलकम ब्याक टु माई मिनी ब्लग। लेट्स गो दक्षिणकाली टेम्पल विथ अस। म चाहिँ अलि दिन बिरामी थिएँ नि त, अनि बाहिर कतै पनि निस्केको थिएनौँ। अनि इलामबाट नानी पनि आउनु भएको थियो, उहाँलाई कतै घुमाउनु पनि लगेको थिएनौँ। अनि आज चाहिँ हामी फाइनली सबैजना बाहिर निस्किँदैछौँ। बाटोमा जाँदै गर्दा बाटोको भ्यू एकदमै राम्रो थियो, हरियाली जङ्गल, सिक्किम दार्जिलिङको जस्तो भाइब्स आएको नि। हुनु पनि त्यहाँनिर गुम्बाहरू त्यस्तै हो, अन्त त्यहाँदेखि त्यहाँको घरहरूदेखि लिएर सबै त्यस्तै लागेको मलाई त। अन्त म त घरतिर छु जस्तै लागेको। अनि त्यतिकैमा हामी मन्दिर पुग्यौँ। यो मन्दिर नेपालको एकदम फेमस र पावरफुल रिलिजियस प्लेस रहेछ, जहाँ दक्षिणकाली माईको पूजा गरिँदो रहेछ। मानिसहरू यहाँ आशा, विश्वास र भक्ति लिएर आउँदो रहेछन्, आफ्नो मनको इच्छा पुरा होस् भनेर। मैले पनि केही मागेको छु, हेरौँ पुरा हुन्छ कि हुँदैन। मन्दिरको इन्भाइरोमेन्ट एकदम युनिक, घन्टीको आवाज, धुपको बास्ना, सबै कुराले मनलाई एकदम शान्ति बनाइरहेको थियो। यहाँ आउँदा सबै टेन्सनहरू बिर्से जस्तै लाग्यो, एउटा बोझ टाउकोबाट निस्के जस्तै लाग्यो। यहाँनिर आउँदाखेरि भनेको मनमा यति साह्रो पोजिटिभ एनर्जी, एउटा पोजिटिभ ऊर्जा जाग्यो कि। अनि मैले हजुरहरूको लागि पनि प्रार्थना गरिदिएको छु, हजुरहरूको जिन्दगीमा शान्ति, खुसी र सफलता आओस् भनेर। यो मोमेन्ट एकदमै ब्लिसफुल थियो र यो मोमेन्ट सायद म कहिले पनि बिर्सिन सक्दिनँ होला। मन्दिरमा पूजा गरिसकेपछि चाहिँ हामी चाहिँ मन्दिरबाट निस्क्यौँ र मन्दिरबाट निस्किँदै गर्दा बाटोमा चाहिँ मैले चाहिँ यो पाउको पसलहरू देखेँ। अनि मैले पाउ पनि ल्याइहालेँ, मलाई किनभने पाउहरू साह्रै मनपर्छ कि। अनि त्यहाँनिर चाहिँ अर्ग्यानिक सिमीहरू, गाउँघरमा पाउने दालहरू पनि बेच्नु हुँदो रहेछ। अन्त त्यहाँनिर आई फाउन्ड दिस रियली क्युट रिङ, सो आई ब्रट इट फर हिज न्यू भेकल। कति क्युट के, मलाई त कस्तो मन परेको हेर्नुहोस् न। अनि त्यसपछि हामी टौरातिर गयौँ लन्चको लागि। अनि टौरा लेकको सराउन्डिङ त झन् वाउ, अनि त्यहाँको ग्रिनेरी। म चाहिँ यहाँनिर अलरेडी पहिला आइसकेको थिएँ, तर नानाको चाहिँ फर्स्ट टाइम थियो एन्ड दे रियली लभड इट। अनि त्यहाँ बसेर लन्च गर्दा एकदम रमाइलो एक्सपिरियन्स भयो। यस्तै सानो सानो मोमेन्ट्सहरू नै लाइफको सबभन्दा राम्रो मेमोरिज हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। फाइनली हामी घरतिर फर्किनतर्फ लाग्यौँ यो ब्युटिफुल डेको मेमोरिज लिएर। सो थ्याङ्क यू फर वाचिङ एभ्रिवान, स्टे ब्लेस्ड।